आदरणीय दर्शकबिन नमस्कार। म तपाईहरु माझ उपस्थित भइसकेको छु निर्मल ढकाल र आज हामीसँग हुनुहुन्छ कोही अतिथि, उहाँलाई स्वागत गरौँ। दिदी नमस्कार। नमस्कार। अनि तपाईको शुभ नाम? कुबिजा गैरे, वर्ष 58। हजुर। अब घर त तनौटा भयो के अरे, अताल त अब नगासी अब जता बसी उतै हो जान्न। अनि बाल्यकाल काँड कसरी बित्यो? बित्यो यताउता बस्दा बस्दै बित्यो। बाल्यकाल यताउति बस्दा बस्दै बित्यो। अनि तपाईको बिहे कहिले भयो? 40 साल। तपाई त्यति बेला कति वर्षको हुनुहुन्थ्यो? 19 वर्षको हुनुहुन्थ्यो। अनि 19 वर्षमा बिहे गरेर तपाईको घर शिवपुर चनौटा बस्छु भन्नुभयो। अनि अहिले तपाईँ कुन ठाउँ हुनुहुन्छ यति बेला? यति बेला यहाँ बसेको छु के अरे। अब पछि गलुङतिर मालुङतिर पनि जान्छु दिदीहरू कहाँ, दिदीबहिनी कहाँ। हजुर हजुर। त्यहाँ बसेको छु अहिले। अनि यहाँ बस्दा के कस्तो महसुस भइरहेको छ? अनि त्यसपछि यहाँ बस्दाखेरि त्यस्तै थियो, पहिला जस्तो त्यस्तै त हुन्छ। अब आमा बाबु नभएपछि अब अर्कैका छोरीले माया मान्ने कुरो हुँदैन। त्यस्तै भाउजू बुहारी भएपछि। अनि तपाईँको अनुहारमा तपाईँको अनुहार एकदमै दुखी देखिरहेको छ। अनि भर्खर काम गरेर आएको जस्तो लागिरहेको छ। खास यसको रहस्य चाहिँ के हो? कहाँ पुगेर आउनुभयो? म त्यहीँ घाँस काटेको थिएँ, बारी बाँधेर त्यहीँ बाटामा छोडेर आएको। अनि आज तपाईँले मलाई भेट्नुभयो, त्यसपछि तपाईँ मसँग के को लागि भेट्दै हुनुहुन्छ? त्यही खिच्न भनेर हो के अरे, त खिची सिकेरी भनेर सोध्न आएको। त मोबाइलबाट मिलिरहन्छ। अनि त्यसपछि मलाई भेट्न भनेर अनि तपाईँको यो भिडियो सबै सामाजिक सञ्जालमा छरपष्ट गर्नको लागि हामी तम तयार भएरै बसिरहेका छौँ। दिदीले एकदमै रहर गर्नुभयो, सामाजिक सञ्जालमा हालिदिनु पर्यो म यस्तो दुःख भयो भनेर। अनि त्यसपछि हो त नि, मलाई पनि अब आफ्नै ठाउँको अब दिदी भइसकेपछि एउटा हाल्नुपर्छ भन्ने तरिकाले चाहिँ म तपाईँहरू माझ यो भिडियो लिएर आउने जमर्को गरिरहेको छु। मेरो फर्स्टचोटि मैले लिँदैछु यसरी अन्तर्वार्ता। के कस्तो लाग्छ तपाईँहरूलाई? र मेरो पहिलो अन्तर्वार्ता लिने क्रम अब यस्तै गरी म अरू पनि लिनेछु र हाम्रो यो च्यानललाई हेर्दै गर्नुहोला। र उहाँले निकै सुरिलो गीतहरू पनि गाउनुहुन्छ भन्ने सुनिरहेको छु। अनि उहाँले पहिल्यैदेखि रहर गर्नुभएको रहेछ। अनि रहर गरिसकेपछि टाइम नमिलेको कारणले अनि आज हामी यसरी उपस्थित भएर दिदीसँग कुराकानी गर्ने मौका पाएको छौँ। अब दिदीको बाल्यकाल यसरी बित्यो भन्नुभयो। अब दिदीको घर शिवपुर भन्नुभयो। शिवपुर भनेको सायद मधेस, तपाईँहरूले चिनिरहेको ठाउँ होला। अनि त्यसपछि तपाईँहरू हामी मिलेर अनि त्यसपछि एउटा दुःख पाएको दिदीको कसरी हामी दुःख पाएको दिदीलाई, एउटा रहर भएको दिदीलाई कसरी हामीले प्रेजेन्ट गर्न सक्छौँ, म त्यसको कोसिस गर्दैछु। अनि दिदी सबै सामु देखिन पाउनु भएको छ। अनि हामीलाई हेर्ने दर्शकहरूलाई के भन्नुहुन्छ र के को लागि उपस्थित हुनुभएको छ? सायद गीत गाउनको लागि भन्ने सुनेको छु। यसबाट हो गाउने? हजुर यसैबाट हो। जाम बाटो काँचीको घर नाइ दुवार मय सुकम बासीको यो अम्ठिराको दबाई पाइँदैन मनको पिरको फुल धुपीको घर नाइ दुवार भइसको दुखीको अम्ठिराको
अम्ठिराको दबाई पाइँदैन मनको पिरको अम्ठिराको दबाई पाइँदैन मनको पिरको डाँडैको समिता डाँडैको समिता करिमाले देखायो रमिता अम्ठिराको अम्ठिराको दबाई पाइँदैन मनको पिरको दुःख सुख कर्मैमा लेखेको कर्मैमा लेखेको मेटिँदैन भावीले लेखेको अम्ठिराको अम्ठिराको दबाई पाइँदैन मनको पिरको आउँछ गिध घाँस काट्न गएसी मनमा पिर बिरए भएसी अम्ठिराको अम्ठिराको दबाई पाइँदैन मनको पिरको मान्छन् माया सम्पत्ति देखेर सम्पत्ति देखेर गर्छन् हेला दुखीलाई देखेर अम्ठिराको अम्ठिराको दबाई पाइँदैन मनको पिरको अम्ठिराको दबाई पाइँदैन मनको पिरको ए चौपारीमा बार पिपल फेरोज दुःख पर्दा कोही छैन मेरो त अम्ठिराको दबाई पाइँदैन मनको पिरको। निकै नै भावल तरिकाले गीत सङ्गीत उहाँले प्रस्तुत गरिसक्नु भएको छ। उहाँको मनमा धेरै कुराहरू बितिरहेको छ जस्तो लागिरहेको छ मलाई चाहिँ। अनि दिदी यो चाहिँ खास केसँग यो चाहिँ खास तपाईँले के सम्झेर गाउनुभयो यो गीत चाहिँ? यो आउँछ नि दुःख परेपछि मन त्यही हो। मनमा चोट पेर परेपछि अब अलिअलि गीत आयो होइन त। अनि त्यसपछि तपाईँले निकै नै दुःख भोगेको जस्तो अनि निकै नै दुःख पाएको जस्तो अनि मन नै कता कता म आफैले मन सम्हाल्न नसके जस्तो अनि भयो मलाई। अनि त्यसपछि त्यो भएर नि तपाईँलाई यस्तो गीत गाइरहँदा तपाईँले यता गीत गाइरहनु भएको छ, मेरो मन यता भरिरहेको छ, तपाईँ यता गीत गाइरहनु भएको छ। अनि त्यो भएर नि
निकै नै पिर परेर निकै नै केही दुःख परेछ कि सुख त सुख भएको भए त यस्तो गीत आउँदैन थियो। अनि त्यो भएर अनि मैले दिदीसँग कुराकानी गर्ने जमर्को गरेँ दिदीले। अनि यति एउटा मात्र गीत गाउनुहुन्छ कि अनि तपाईँले अरू केही पनि अरू केही भन्नु मन लागेको छ कि? त्यो गीत त पुरै भएको छैन, हो र? धेरै छ। ल पुरा गर्नुहोस् न त। हे मनको कुरा मनैमा रह्यो नि, मनैमा रह्यो नि, निन्द्रा नलाई उजेलो भयो नि, अम्ठिराको दबाई पाइँदैन मनको पिरको, बाँच्न छैन नयाँ सक्ने भएर मनमा पिर जलाई, मनमा पिर दुःख पिर भएर अम्ठिराको दबाई पाइँदैन को पिरको, भत्ता खाने नागरिकता भएन, नागरिकता भएन, खाम्ला भन्ने केही आशा भएन, अम्ठिराको दबाई पाइँदैन मनको पिरको, घरको मलाई के आशा भयो र, सौते फैको के माया भयो र, अम्ठिराको दबाई पाइँदैन मनको पिरको, मलाई देउदाया पतै काट्यो, मलाई देउदाया पतै काट्यो, मान्छे देउदा 3 खेप घाँस काट्यो, अम्ठिराको दबाई पाइँदैन मनको पिरको, मलाई देउदा गोठालो भनो नि, जुठा भाँडा टकार्दे भनो नि, अम्ठिराको दबाई पाइँदैन मनको पिरको, अम्ठिराको दबाई पाइँदैन मनको पिरको, कहाँ जान्छे उकेलिन जान्छु माता नदीमा हेलिन, अम्ठिराको
दबाई पाइँदैन मनको बिरगो घरको मलाई के माया भयो र साउते पोइको के आशा भयो र अम्ढिराको दबाई पाइँदैन मनको पिरको। धेरै गीत सकियो। अनि तपाईँ निकै भावुक तरिकाले अब म गएर नदीमा हेलिन्छु अनि म सौते पहिले यसरी जुठा भाँडो मार्न सक्दिनँ भन्ने टाइपको गीत गाउनुभयो। अनि त्यसपछि पहिल्यै नै तपाईँमाथि सौताएर तपाईँले त्यो घर छोड्नुभयो कि अनि त्यसपछि तपाईँले दुःख भएर छोड्छु। भा जतिको भाँडा जति बटुलेर राखिदिने काम जति केही सबै मलाई कदेउने त्यही भएर म हिँडेँ। मलाई यसै दुःख उसै दुःख अब एक्लै बस्न पनि दिएन भने म हिँडेँ। अनि घरमा बसेको भए त के हुन्थ्यो होला अनि साथ सपोर्ट हुने त्यसको त्यो त मुर्दारको केही आशा छैन त्यो जता लायो लायो। अनि तपाईँ बसेको भए सायद अर्को बिहे गर्नुहुन्थेन होला सौतालेर। म त्यहीँ बसी पनि गर्न खोजिएको थियो गर्थ्यो। त्यसो भए चाहिँ त्यसलाई मलाई सोधिदेखेर हेपेको हो तर मैले त्यसो चाकरी मैले गरिनँ। अब त्यो गीत अब फैलियो लिन्छ भोलिदेखि हेर नि त। अनि त्यसपछि तपाईँ यस्तो भावुक तरिकाले गीत गाइरहनु भएको छ कि एउटा कुनै कथा एउटा व्यथा हुन्छ नि सबै कुरालाई समेट्नु भयो यसैमा। अनि पीड दुःख यस्तो भयो भन्नुभयो। निकै नै कष्टकर जिन्दगी थियो कि के भयो तपाईँ त निकै भावुक भएर गीत गाउनुभयो नि त। घरको हालत त्यस्तै अब माइत पनि अब त्यस्तै के अरे आमा बाउ नभएपछि अब दुःख मनले त मान्छ माने पनि अज्ञानी कहिले कसो बस्नै पर्यो के अरे गाली गरे पनि त्यहाँ पनि अब आफ्नै भन्न पर्यो। भनेपछि अहिले दिदीकोमा बसेर भाइकोमा बसेर यताउति गरेर जीविकोपार्जन गरिरहनु भएको छ। दिनभरि काम गर्नुहुन्छ अनि मन लागेको काम गर्नुहुन्छ मन नलागेको बस्नुहुन्छ। गाउँ यसो कहिले कहिले घुम्नुहुन्छ अनि यसरी काम गरिराख्न शरीरले जाँगर मान्छ त। शरीरले जाँगर त मान्दैन नमाने पनि अब अलिअलि त गर्नै पर्यो लाखरा लोख्रो नगरे फेरि झन् थला टेकियो भने कसले हेर्छ भन्न पर्यो। हजुर नसा त खेल्छन् सकिँदा त डुल्नै पर्यो। सक्दै नसके अब जे हुने भयो जे हुने भयो होइन जिन्दगी त्यहीँबाट सकिन्छ। अनि तपाईँ यतिको मान्छे हुनुहुन्छ अनि भर्खर त 58 पुग्दै हुनुहुन्छ। बिहे 19 वर्षमा गरेँ भन्नुभयो अनि त्यसपछि कामको प्रेसरले गर्दा म घर छोडेँ भन्नुभयो। यो मिलेर बस्न नसकिने अवस्था थियो कि के थियो दिदी? सकेर मिलेर बस्ने जर्कै नभएर नसकिने अब एकरो खेदै गर्ने उसलाई केही नहराउने दुर्गालाई केही नभन त्यसपछि दुर्गा पूजा गरेर राखाउँछु भने म हिँडेँ म सकिनँ। त्यसको चाकरी अब मैले गर्न पनि सक्दिनँ। अताल अब खुट्टो दुख्नु थाल्यो यो घुँडो दुखेपछि र सक्दिनँ। अब गाली गाएर पनि दिएर पनि अब अरूले अब मरिहाल भन्न अब अरूले सक्दैनन् तिनीहरू जे पनि सक्छन्। अनि जस्तो कि अब हामी अन्त्यमतिर छौँ अनि हाम्रो अहिले जति पनि हेरेर बस्नुहुने दर्शक महानुभावहरू हुनुहुन्छ अनि हाम्रो त यो धेरैजनामा पुग्छ नेपालभरि पुग्छ यो त विदेश पुग्छ धेरै ठाउँमा पुग्छ अनि हाम्रो हेरेर बस्ने सम्पूर्णलाई के भन्न चाहनुहुन्छ दिदी? राम्रो चाहन्छु अब सुनेको अब राम्रै मान्न पर्यो यताउति सुनेको जति चाहिँ भयो अब जहाँसुकै पुगे पनि
यो तपाईँको भिडियो हेरेर बस्नुहुने सम्पूर्णलाई के भन्न चाहनुहुन्छ? तपाईँको त भिडियो अब सबैको हातमा मोबाइलमा हुन्छ नि त दिदी। अनि त्यसपछि उहाँहरू हेरेर बस्नुहुने दर्शक महानुभावलाई के भन्न चाहनुहुन्छ? राम्रै चाहन्छु। सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला हाम्रो च्यानललाई। उहाँको जस्तै नयाँ नयाँ कला नयाँ नयाँ प्रतिभालाई हामीले तपाईँ माझ लिएर आउने छौँ। अनि तपाईँहरूको साथ पाइसकेपछि हामी अझै अरू पनि थप लिएर आउन सक्छौँ। उहाँको गीत तपाईँले सुनिसक्नुभयो। अब हेलिएर मर्छु भन्नुहुन्छ, यता भन्नुहुन्छ, यस्तो कसैलाई पनि नपरोस् म यो चाहन्छु। अनि जस्तो उहाँले दुःख भोग्नुभयो अरूलाई यस्तो कसैलाई नि नपरोस्। अनि जसले जहाँ जहाँबाट हेरिरहनु भएको छ जसो पनि भनिन्छ, मरे पनि नमरे पनि। हजुर त्यो मिलाउँदा अब जसो पनि हुन्छ। गीतको रचना आफै गरेर आफै प्रेजेन्ट गरेर हामीलाई यस्तो राम्रो गीत सुनाउनु भएको छ उहाँले। अनि सबैको मन मस्तिष्कमा छाओस्। अनि यति भन्दै आजको लागि हामी छुट्टिन्छौँ। हाम्रो एनएस क्रिएसनलाई एनएस स्टारलाई माया गर्दै गर्नु होला। त्यति बेलाको लागिसम्म हामी छुट्टिन्छौँ। नमस्कार। जय होस्।